कुरो धेरै वर्ष अगाडिको उखान हो। एकजना व्यक्ति साह्रै धनी रहेछन् र ती व्यक्ति वृद्ध भएर स्वर्ग भएछन् र बर्खान्तमा उनको श्रीमतीले धेरै दान दक्षिणा गरेछन् र बर्खान्त गरेछन् र पुरोहित खिस्लिक्क पर घर जानुभएछ र भात खान मान्नु भएछ। अनि पुरोहितले भन्नुभएको छ, किन हजुरलाई पिर पर्यो भन्दाखेरि, होइन दान त उनले धेरै गरिन्, तर मलाई आँखा लागेको चाहिँ ती व्यक्तिले चढेर हिँड्ने घोडा, तिनले हातमा लगाएको हिराको औँठी साह्रै राम्रो थियो, त्यो दान गरेनन्, त्यही पिर परेर भात नखाएको भन्दाखेरि पुरोहितले भन्नुभएको छ, होइन अर्काको सम्पत्ति यस्तो लोभ नगर्नु, जति उनले दान गरिन् त्यति हात थाप्नुपर्छ भन्दाखेरि अनि पुरोहितले भन्नुभएको छ, होइन कहिले हुन्थ्यो, त्यो औँठी साह्रै राम्रो छ, त्यो घोडा पनि कस्तो छरिदो छ, त्यो माथि चढेर गट 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 गरेर म हिँड्न पाएँ, म त कति सुहाउँथ्यो भनेर भनेपछि अनि पुरोहितले यसो यसो भन्नु मन सिकाइदिनु भएको छ र अनि पुरोहित पनि भोलिपल्ट बिहानै गएर त्यो उहाँको श्रीमतीको घरमा गएर बसेछन् र भनेछन्, एउटा कुरो भन्न आएको भन्दाखेरि के भन्नु आउनु भएको भन्दाखेरि, होइन हजुरले धेरै दान दक्षिणा गर्नुभयो, तर आधी सपना म तपाईँको श्रीमान भएसँग स्वर्गमा पुगेर छु, तपाईँले गएको दान दक्षिणा सबैमा तपाईँको श्रीमान लिएर बस्नु भएको छ र एउटा कुरो भन्नुभएको छ, के भन्दाखेरि मैले चढेर हिँड्ने घोडा, मैले हातमा लाउने हिराको औँठी थियो, त्यो दान गरिनन्, त्यो दान गरिदिए म यहाँ गट 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 गरेर स्वर्गमा सबैलाई देखाएर हिँड्ने थिएँ भनेको छ। भनेपछि अनि श्रीमतीले भन्छन्, म सबै गर्छु गुरु केही दिनमा भनेर चाहिँ अनि त्यहाँदेखि एक साताभित्रै पूजा लगाएर त्यहाँदेखि ती गुरुको सँग नबोल्ने उनको शत्रु एउटा अर्को गुरु रहेछन्, उनको घर सामुन्ने नजिकै, तिनलाई पनि बोलाएर अनि ऊ गुरुलाई बोलाएर दुईजना राखेर जो पहिले आउने गुरुलाई होइन अर्कै उसँग नबोल्ने गुरुलाई चाहिँ घोडा पनि हिराको औँठी पनि दान गरिछन् र ऊ चाहिँ खुसी भएर त्यो औँठी हातमा लगाएर घोडामा चढेर गट 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 गरेर घरतिर गएछन्। त्यो देखेर पुरोहित त त्यस्तै हडफिल भएर चाहिँ हिँड्नै सकेन्छन् र अनि श्रीमतीले घरबाट आएर डोलीमा बोकाएर लगिछन् र एक साताभित्रै जग्गा बेचेर बसी हिँडेछन्। हेर्नुहोस्, अनावश्यक लोभ गर्दाको परिणाम यस्तो हुन्छ। पहिला कुरो त दान भनेको खुसीको हुन्छ, कर लागि हुँदैन। दोस्रो कुरो, कसैको सम्पत्तिमा अनावश्यक लोभ गर्नु हुँदैन। यो कथाले यही सन्देश दिन्छ। ज्योतिष राम कुमार कार्की।